सबैजनालाई नमस्कार। इट्स मी अस्मी सुखाल भ्लग गराउँदैछु। अनि आज चाहिँ हामी सुट गर्न आएको। अनि अहिले चाहिँ ड्रेस चेन्ज गरिसक्यौँ हामीले। अब चाहिँ सुट गरिन्छ। सुट भन्दा नि आज त्यो डान्स कभर डान्स होइन, आज चाहिँ कथा जस्तै हो। अनि आज चाहिँ त्यति नै हो। आज हामी यो बेनीको म्याग्दी बेनीको यो कोप्रे सर छ नि, कोप्रे सर भन्दै त छौँ। अब तपाईँहरूलाई देखाउने नै छौँ। हामी चाहिँ घरबाट आउँदाखेरि बनाउन पाएन, सामानहरू थियो। अनि त्यहाँ सब सामानहरू चाहिँ त्यही हो। अब धेरैजनाले सपोर्ट गरिदिनु होला, त्यही भन्न चाहन्छु। यति नै भन्दै म चाहिँ अब सुटको देखाउनेछु तपाईँहरूलाई भनेको सबै कुराहरू। ओके, हुन्छ। जङ्गलको बिचमा सुटिङ हुँदैछ है, कतै मान्छे कोही छैन। हाम्रो दुःखलाई होइन यसो साथ सपोर्ट गरिदिनु होला। ल म होइन, सुरुमा के छ भनेपछि जस्तै अब तपाईँ खोज्दै जानुहुन्छ होइन, जस्तै अब खै रामले खजाना भेट्यो कि भेटेन होइन, मैले त भेटाउँछु जस्तो लाग्यो। त्यो भन्नु पो नभनिनु भयो होइन। अनि फेरि मैले यसरी फ्याट्ट फालिदिन्छु होइन। अनि फेरि अबि भूत गर्नु होइन, पहिला डराएर अबि भूत भन्नु होइन। अनि फेरि दोस्रो त्यहाँ फेरि अनि फेरि राम कहाँ छौ तिमी गर्दै अनि रोएर कराउँछ अनि त्यो है। ल रेडी 3 2 1 गो। अलिकति तल, अझ तल खोज्दै माथि डायलग बोल्दा माथि पुग्नुहुन्छ क्या हजुर। अझ तल जानु क्या, अलि उताटी गयो नि हुन्छ कि भएन। रेडी 3 2 1 सिन 3 को हाम्रो टेक 4 है त। ल एक्सन। अहिले चाहिँ म क्यामेराम्यान हो, उहाँको चाहिँ अहिले सिन छ। अब चाहिँ कस्तो हुन्छ हेरौँ। खतरा, यो चाहिँ खतरा भयो। अब चाहिँ उहाँको र मेरो सिन आउँछ। अब चाहिँ के हुन्छ भनेपछि तपाईँ चौडाउनुहुन्छ हो कि होइन, अनि फेरि म फेरि हाँसेको हुन्छु होइन। अहिले चाहिँ यहाँ जङ्गलको सुट चाहिँ सक्यो। अब चाहिँ हामी घरमा गएर सुट गर्ने। अनि त्यही भएर अब चाहिँ घरमा जानु लाग्यो। कस्तो हुन्छ त्यही हो। हाम्रो क्यामेराम्यानको चाल यस्तो छ। तर हिँड्नु पर्छ, यति धेरै सामान बोकेर हिँड्नु पर्छ। दुःख कहिले देख्दैन। यस्तै छ जिन्दगी, के गर्नु, जति गरे नि नहुने यही हो। दुःख छ नि, क्यामेराम्यान छैन नि। क्यामेराम्यानलाई कुदे हाम्रो भिडियो नआएन। 1 महिना गइसक्यो क्यामेराम्यान आउँछु भन्दा आएन। अनि हामी फेरि अहिले त भ्युज नि जान्न यत्रो। 10 दिनपछि भ्लग हालेको बागलुङको, खै आउँदै आएन भ्युज। अब चाहिँ हामी घरमा गएर गराउने हो, तर कसको घरमा थाहा छैन। त्यही हो। अब चाहिँ हामी घरमा गएर देखाउने समय तपाईँहरूलाई। ओके बाई। ल अब म चाहिँ अब क्यामेरा बोकेर अहिले लुङ्गी लगाएर चाहिँ अहिले अप्लोड हुँदैछ गर्नलाई। त्यही भएर अहिले चाहिँ म यो लगाइरहेको छु। अब चाहिँ हामी बेनीको यात्रा हो। अब चाहिँ बेनी जान्छ। अब चाहिँ यही हो, बाटोमा के हुन्छ देखाउने गर्नु। सामान ल्याऊ त्यही हो गाइजहरू, यस्तै छ। कस्तो फिल भइरहेको छ? एकदम रमाइलो, तर गाह्रो भएको छ क्यामेराम्यान नभएको। क्यामेराम्यान नभएर यहाँ राख्न परेछ, आफैले गर्न परेछ, बोक्न परेछ। यता म अनि फेरि यस्तो अनि उस भयो क्या, क्यामेराम्यान नहुँदाको बेफाइदाखेरि के भयो भन्दाखेरि जस्तो अब मुभमेन्ट भएको बल्ल हामी यसरी हिँडेछौँ, त्यही अनुसारले क्यामेरा यसरी घुम्नु सजिलो हुन्छ नि त। क्यामेराम्यान नभएको हिसाबले एउटै ठाउँमा राख्यो अनि हामी हिँडेर अलिकति उता जाँदा बित्तिकै त्यो एङ्गल यहाँ काटिने। अनि एक टेकमा हुने ठाउँमा हामीले 10 टेक लिनु पऱ्यो क्या। त्यस्तो भयो, 10 टेक लिने ठाउँमा 20 टेक लिनु पऱ्यो। त्यही भएर छ धेरै। हामीलाई बाख्रा छैन भने कि यहाँ रहेछ बाख्रा। अघि हामीले एउटा सिनमा बाख्राको थियो नि त, अनि त्यो बाख्राको चाहिँ बाख्रा नपाएर अर्को राख्यो। स्क्रिप्टै चेन्ज गरिदियो नि हामीले, स्क्रिप्ट नै चेन्ज गर्यो एउटा। अहिले चाहिँ यहाँ रहेछ, के गर्नु अहिले गएर। ल हामी चाहिँ अब लाग्यो ल हामी बेनी जान्छौँ, खाजासाजा खाएर अनि फेरि हामी अर्को सुटिङ हुने ठाउँ अर्को सुरु गर्छ है। अर्को ठाउँमा गएर बाई 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 होइन सरी, अहिले उता गएर फेरि बनाउनु होला नि त। नो बाई, एकछिनको लागि टाटा नत्र, एकछिनको लागि गुड बाई। चाहिँ अब कुल्फी खाने रे उहाँजीले, अनि त्यो कुल्फी खाएर हिँडेको है। अब यहाँदेखि मैले बनाउन आउनु कुन कुल्फी खानु? पिङ्क कलरको पनि रहेछ त्यहाँ।
एउटा पिङ्क कलरको पनि रहेछ कुन हाल्ने मलाई पिरायो छैन छैन यो छोटो कलरको होइन कल्लो यहाँ ठ्याक्क जस्तो ड्रेस उस्तै जुस कुल्फी सरी म चाहिँ अहिले गाउँमा आइसकेको छु साथीको गाउँ यो चाहिँ अनि त्यही भएर अहिले चाहिँ त्यो के भन्छ त्यसलाई भन्नु नि ल्याउनु हौ मलाई त ए घाम अस्ति आएर दामी देखेको थियो अहिले चाहिँ आलु भयो यो यस्तो भएको तर दामी हो यो चाहिँ राम्रो लाग्छ गाउँको चाहिँ मलाई सहरहरूमा त्यस्तो देखिन्न नि खासै त्यस्तै रात देखिन्छ यो सबैजना आफ्नो गाउँलाई प्यारो छानेर आइदिनु होला म जसरी मोडल हो म मोडल नै हो ल अब चाहिँ यही भन्न चाहन्छु म चाहिँ हामी चाहिँ अब यस्तो भिडमा सुट गर्नलाई हिँडेको छौँ भिडमा कटेर जङ्गलमा हो हाम्रो क्यामराम्यान यस्तो हुनुहुन्छ कसैले मन पार्नुहुन्छ भने भनिदिनु होला म सिङ्गल छु सिङ्गललाई उहाँ पनि सिङ्गल हो दादा म सिङ्गल होइन मेरो घरमा फ्यामिली हुनुहुन्छ थाहा छ म त धेरैजना छ हामी ओहो नि त्यही हो हामी चाहिँ अब हिँड्दा मेरो लुङ्गी त के हो र क्यामराम्यानले मेरो हिँडाइदिएको पल्टिनु भयो हो कि क्यामराम्यान लुङ्गीहरू आएर यस्तो बनाउनुपर्छ यस्तो छ बाटो चाहिँ यो चाहिँ भिड हो यही देखाउन आएको हौ म चाहिँ अनि यो गाउँ चाहिँ दामी छ क्या यो गाउँ कुन गाउँ होला ल सबैजनाले गेस्ट गर्नु होला है त म यो ढुङ्गामाथि चढ्छु म लोटाउँदाखेरि अरे कति डर लाग्ने र यस्तो जङ्गल छ हौ यहाँ त यही हो अरू त के भन्नु र यो खतरा छ यो खोला यो चाहिँ कुन ठाउँ होला ल सबैले गेस्ट गर्नु होला है त मैले चाहिँ ट्याक्कै यो भनिदिनु सबैलाई थाहा हुन सक्छ यो गाउँ चाहिँ कतिपयलाई थाहा छ होला त्यही हो कस्तो आंटी हो रहा है लव नि भएन हौ मेरो प्रिय साथीहरू अब चाहिँ हामीले सुटिङ गर्ने ठाउँ यही हो अनि अहिले चाहिँ रात परेको छ र अब घरभित्र गएर गराउँछौँ अर्को भिडियोमा चाहिँ हामीले त्यो भूतवाला के सुटिङ हुन्छ नि त्यो चाहिँ अर्को उता डाँडामा गरिन्छ यही हो यति नै आजको लागि सुझाव चाहिँ अब चाहिँ हामी घरमा गइन्छ र घरको देखाइन्छ त्यही हो गोठ सम्झाएको थियो त्यो जङ्गलबाट आयो बसेको हाम्रो हेलो गाइस हामी चाहिँ क्यामराम्यान हेलो गाइसहरू हामी चाहिँ अब के भन्छ अरे सुट गर्नको लागि हिँडिरहेको छौँ हाम्रो डायरी हो यो चाहिँ हाम्रो डायरी हो अनि हाम्रो क्यामराम्यान चाहिँ उहाँ हुनुहुन्छ के भनिदिन चाहनुहुन्छ तपाईँ जस्तै गाह्रो हो उकालो हिजो राति कति लगभग हामी 7:15 भयो होला त्यति बेला भलो गराउनु पाएन भलो त गराएको छ तर फेस त के छैन हाम्रो चाहिँ यो दुईवटा सुट हो क्या दुईवटा भिडियोको लागि हो एकैचोटि सुट गरेको त्यही हो अनि हाम्रो चाहिँ यो के भन्छ अरे सुट गर्ने ठाउँ चाहिँ यही हो
चौतारीमा अनि जङ्गलको बिचमा हो क्या उता पनि हेऱ्यो नि उता पनि हेऱ्यो उता पनि हेऱ्यो जङ्गलको बिचमा उता देखाइदिनु उता जङ्गल छ तर यहाँ शान्त छ त्यही भएर यता गराउनु लाग्यो शान्त छ भन्नाले नि त्यस्तै छ भिडियो चाहिँ त्यही भएर यतातिर गराउनु लाग्यो ल यो पहिला कुवा है यो पहिलाको कुवा हो हल्का यस्तो खालखालहरू खिच्छ होला नि कुवा हो ओके हामी चाहिँ अब सुट गर्छौँ देखाउँदैछौँ तपाईँहरूलाई त्यही हो ल गाइजहरू हाम्रो चाहिँ अब सुट सक्यो आज अन्तिम दिन हो अन्तिम दिन भन्दा नि अब एउटा सुटको चाहिँ अब घरमा गएर बाबासँग गर्नुपर्ने छ त्यही हो अनि हामी चाहिँ यस्तो भिडमा हामी हेर्न सक्नुहुन्छ सुट त्यहाँ अब लास्टको रहेको छ त्यही भएर यहाँ लास्टको गरिहाल्नु छ तर यहाँ चाहिँ यस्तो भिड क्या लास्टै भनेर नि लास्टै भिड छ जङ्गलमा आएर गर्नुपर्ने छ खसेर सिधै तल दिदीको गाउँमा एउटा ट्रक जाँदै यस्तो जङ्गलै जङ्गल छ कि यहाँ चाहिँ यस्तोमा आएर ल न रोड छ न के छ खुट्टाले हिँड्दै आउनुपर्छ जङ्गल त यस्तो छ अन्त त्यही हो हामी चाहिँ यति नै भन्दै अब घरतिर लागिन्छ यही हो अनि त्यसपछि हामी चाहिँ यो गाउँबाट चाहिँ अब आफ्नो गाउँमा जाने होला नि त घरमा गएर ल अब के भन्नु छ हजुरले सुट एकदम गाह्रो गरेर सक्यो हामीले हाम्रो लगभग कति 7 दिन भयो क्या सुट हाम्रो दुईटा सुट भ्याउनालाई 2 दिन यहाँ सुट अनि होइन 3 दिन यहाँ सुट अनि फेरि 2 दिन फेरि उहाँ हाम्रो बेनी भयो अनि फेरि कति दिन हाम्रो 2 दिन फेरि बागलुङ भयो हाम्रो सुट गरेर लगभग हाम्रो 7 दिन भयो क्या ठ्याक्कै अब डान्सको भिडियो चाहिँ आउँदै गर्छ त्यही हो अनि क्यामेराम्यानलाई चाहिँ चिसो लागेको छ अनि त्यही भएर बिरामी भइसक्छ अब यही हो यति गरेर चाहिँ अब सबैजनाले साथ सपोर्ट दिएर हौसला बढाइदिनु होला अगाडि बढाइदिनु होला र च्यानललाई सब्सक्राइब लाइक सेयरहरू गरिदिनु होला